हे गाइस वेलकम टु माई न्यू ब्लग। अनि आज चाहिँ हामी ट्रेनिङ जान आँटेको छौँ। आज म फुटबल जान आँटेको थिएँ र ट्रेनिङ गर्न जान आँटेको थिएँ। आज चाहिँ मलाई हल्का ढिलो भइसकेको थियो किनभने म माथि पढिरहेको थिएँ किन एक्जाम छ। अनि म आज जाँदैछु अनि जाँदा हल्का ढिलो भएको थियो, त्यही भएर म साइकलमा गएँ। अनि पुग्दा अलिकति ढिलो भयो अनि मलाई त्यहाँ हल्का ढिलो भएर यस्तो बाटोहरू थियो अनि बिस्तारै जाँदै थिएँ। एक हातले फोन एक हातमा साइकल थियो र अप्ठ्यारो भइरहेको थियो कुदाउनु मलाई, तर पनि मैले कुदाइरहेको थिएँ। अनि अब यहाँ बाटो फेरि ढुङ्गाको छ र अप्ठ्यारो हुन्छ यो बाटोमा, त्यही भएर मैले हातले उचालेर लानुपर्ने हुन्छ। अब म हातले उचालेर लान्छु र तपाईँहरूलाई त्यही भेट्छु। अब मैले त्यहाँ हातबाट उचालेर लगेर त्यहाँ पुगिसकेको छु र म ग्राउन्ड अहिले पुगिसकेको छु। अनि त्यहाँ मेरो सेकेन्ड भाइस क्याप्टेन मेरो टिमको म पछिको क्याप्टेन त्यही हो र त्यसले मलाई हल्का कराउँदै थियो किनभने म ढिलो आइरहेको थिएँ आज ट्रेनिङमा, त्यही भएर हल्का मलाई ढिलो भएको थियो। अनि म साइकल लडाइकन साइडमा राखिकन अनि जाँदै थिएँ। म अब हेर्नु सक्नुहुन्छ यहाँ कस्तो राम्रो वेदर छ। आज चाहिँ पुरै लभली वेदर थियो क्या, आज फेरि राम्रो वेदर थियो र कस्तो मजा आइरहेको थियो। ट्रेनिङ गर्नु पनि मजा आउँछ आज भनेर म अब ट्रेनिङ गर्न जान आँटेको थिएँ र त्यस्तै क्रममा मेरो खुट्टामा कोही पत्ताले हो कि केले टोकेर उताले हो कि केले टोकेर कस्तो दुखिरहेको थियो हेरेँ। अनि मैले मुनि अनि हेरेको त पत्ता अड्किरहेको रहेछ, काँडवाला पत्ता। अनि मैले त निकालिहालेँ छिटो अनि चप्पललाई पनि निकाल्यो अनि त्यसलाई हल्का चप्पललाई पनि ठकठकाएँ अनि गएँ म ट्रेनिङ गर्नु। अहिले चाहिँ म हल्का इन्ट्रोडक्सन दिँदै थिएँ। अनि यहाँ अब हाम्रो ट्रेनिङ स्टार्ट भइसकेको छ। पेनल्टीको ट्रेनिङ हुँदै थियो सुरुमा, मेरो पेनल्टी हल्का विक छ, त्यही भएर अब 5 चोटि हान्छ अनि 5 चोटि हानेपछि त्यसले कम्तीमा नि 2 चोटि गोल हाल्नुपर्ने हुन्छ। भिडियो चाहिँ मनिष जोगीले बनाउँदै हुन्छ अनि हान्दै हुन्छ अङ्कितले। अनि यो सेभ भएको छ यो गोल र यो मैले राम्रो सेभ गरेको थिएँ। पेनल्टीमा हल्का मैले अहिले जज हान्नु थालेको छु, पहिला चाहिँ हान्दाखेरि पछि मात्रै लेट डाइभ हानेर कतिचोटि मेरो गोल चुट्छ। अनि अब सेकेन्ड पेनल्टी हुन आँटेको छ। सेकेन्ड पेनल्टीमा हल्का माथि कोर्टमा हान्दाखेरि यो गोल चाहिँ गोल लाग्छ, यो पेनल्टी अब गोल लाग्छ। अनि यो हल्का माथि गएर मैले डाइभ लेट हानेँ, त्यही भएर यो गोल भएको छ। र अब थर्ड पेनल्टीको पालि म अहिले गोल लिन जाँदैछु किनभने हाम्रोमा रुल छ गोल खायो भने गोल लिन जानुपर्छ र आउट भएको चाहिँ प्लेयरले लिन जान्छ गोल। अब यहाँ फेरि अर्कोचोटि ट्राई गर्दै हुन्छ। 5मा एक गोल हान्नु सफल हुनुभएको छ। अब थर्ड गोलमा सिधै हान्नु खोज्नुभएको छ किनभने बाङ्गिँदै जाँदै हुन्छ अनि उनको ब्यालेन्स बिग्रेर खुट्टाले चिप्लेर अहिले लड्नु भएको छ किनभने हाम्रो ग्राउन्डमा हल्का पानी थियो। अनि मेरो चाहिँ कम्बो कस्तो मिलाएको थियो, माथि पनि ओरेन्ज ग्लोभमा अनि ओरेन्ज थियो। अनि यो फोर्थ पेनल्टी सेलिब्रेसन भन्दा अनि सेलिब्रेसन चाहिँ आइदिएको थिएँ। यो कुन प्लेयरको सेलिब्रेसन हो मलाई कमेन्ट बक्समा भन्नु होला। र अब यो चाहिँ लास्ट र 5th पेनल्टी हो, यो लास्ट पेनल्टी हो। अब यसमा चाहिँ के गर्नु सक्नुहुन्छ त, के गोल लाउनु सफल हुनुहुन्छ। लास्ट पेनल्टी हो कि मलाई त्यस्तै लाग्यो, लास्ट पेनल्टी त होइन होला। अब हेरौँ के हुन्छ लास्ट पेनल्टीमा। अब यो पेनल्टीमा गोल हान्नु सक्नुभयो भने 2 गोल हुन्छ, 5मा 2 गोल। र हामीलाई अहिले टिममेट्सहरू चाहिएको छ, त्यसको लागि म मुनि मेरो यो टिकटक र फेसबुक च्यानल दिन्छु। म तपाईँहरूसँग सम्पर्क गर्नुको लागि त्यहाँ तपाईँहरूलाई जोडिनु मन छ भने मसँग जोडिनु सक्नुहुन्छ। अनि म अहिले घर जाँदै थिएँ अनि घर जाँदै हल्का ढिलो भएर फेरि साइकलमा गयो म। अनि त्यो जाँदा अर्को मेरो त्यही पेनल्टी हान्ने आइरहेको थियो अगाडि अङ्कित जोगी भनेर। अनि साइडमा चाहिँ मनिष जोगी जो हाम्रो मेन क्यामेराम्यान र राइट विङ्गर हो त्यो पनि आइरहेको थियो साइडबाट। अब म चाहिँ डाइरेक्ट घर गएँ र तपाईँहरू हामीसँग जोडिनु चाहनुहुन्छ भने हामीलाई प्लेयरको चाहिरहेछ, त्यही भएर हाम्रो क्लबको नाम हो स्याडो किकर्स एफसी। तपाईँहरू मेरो दिएको आइडीमा मेसेज सक्नुहुन्छ पत्रीभरि जहाँ भए पनि हुन्छ भने। अब तपाईँहरू मलाई मेसेज गर्नु अनि म रिप्लाई दिन्छु अनि तपाईँहरूको आइडी पनि छोडिदिइराख्नु होला। हस् त आजको लागि यति नै, धन्यवाद। लाइक सब्सक्राइब सेयर हानिदिनु होला। शुक्रिया।
धन्यवाद।